चियाको बहानाले नै आनन्द आउने। ओ तैँले मेरो लागि चिया बनाइदे, थ्याङ्क यू। चिया त मेरो फेभरेट हो। मैले मलाई बना चिया। के तेरो के मेरो यार, तैँले मसँग केही माग्दाखेरि मैले तँलाई नाइ भने हा? अस्ति तँलाई चटपटे खानु लिएर गएको कि मैले लिएर मात्र गएको, सबै आफैले खा होइन, मलाई खानु दिस। भोक लागिरहेको थियो नि त मलाई। स्कुल बङ्क गरेर चटपटे खान गएको, चटपटे चाहिँ खानु पाएन, भोलिपल्ट स्कुलमा कुटाइ चाहिँ खाइयो। दियोस् भोकै त रहेनस् नि, अलि यही खान्छु नि। भोलिपल्ट एब्सेन्ट किन थिइस्? टाउको दुखिरहेको थियो मलाई। खाली टाउको किन नदुख्नु, त्यो सरले कति बेस गरी हान्यो थाहा छ? लास्टै टाउको दुखिरहेको थियो, के गर्नु? काटेर फाल्दे, तँलाई पनि सन्चो हुन्छ, संसारलाई पनि भलो हुन्छ। काम न काजको टाउको लिएर हिँड राख्छ। अनि अहिलेसम्म तैँले मेरो ल्यापटप पनि फिर्ता गरेर होइन। तेरो ल्यापटप त मैले बेच्दिँ, बिर्सिदे। तैँले मेरो ल्यापटप खाइदिस्? ल्यापटप होइन चटपटे खा। कति चाँडो कुरा बिर्स्याए? मेरो ल्यापटप बेचेर पैसा दे। ल्यापटप बेचेर आएको पैसाले त चटपटे खा। त मलाई अहिले चिया बनाएर दे त। ल बनाइदिन्छु। के अया के भयो? फेरि टाउको दुख्न थाल्यो। तँ जा म आफै बनाउला। ठिक छ। चियामा यसो चिनी हाल्ने गर्के खैदे। होइन होइन ठिक छ, चिया त फेभरेट हो, जस्तो पनि चल्छ, के हाने। चिया त फेभरेट हो। त्यो कतै छैन नि, त्यो पागल त जता पनि हुनसक्छ। चिया आएर त चिया हेल्थको लागि राम्रो हुँदैन। चिया भनेको खाने चिजै होइन, यसले शरीरलाई फाइदा पुर्याउँदैन। तैँले किन खाइरह त? हेर भाइ, चिया र जाँड भनेको एउटै हो, स्वास्थ्यलाई फाइदा गर्दै गर्दैन। अनि यो थाहा भइ पनि खाने मान्छेले छोड्दैन। अनि चिया त मेरो फेभरेट हो। खै हेर त्यहाँ चोर छ। कहाँ छ चोर? भाग्यो। कस्तो क्या? के पाक्न त दे। बिहानदेखि एक घुडको नि खाना देखाएन, यो त जसरी नि खाएर छोड्छु। ओ के खाइर यता दे। यो त खाना दे। हेर लोभी नबन क्या, संसारमा के लिएर आथिस् र के लिएर जान्छस्? अन्तिममा सबैलाई भगवान भट्टै जानु छ, त्यही भएर यहाँ रहन्जेलसम्म अरूसँग कुरा बाँड्न सिक। कस्तो टर्रो हो? के थियो यसमा? मैले बिखाले थिएँ यसमा। सबैलाई भगवान भट्टै जान्छ होइन, अब भगवानकै घर जा अनि त्यहाँ गएर चिया। हे भगवान, यो तिमीबाट आइरह, यसलाई 200-400 वर्ष त्यतै रह, चाँडो पठाउनु पर्दैन। ल मैले भगवानलाई भनिदिएँ, नत्र भए तँ जस्तो पिछालाई त भगवानले नि घरबाट बाहिर निकालिदिन्छन्। तर मलाई तँबाट पिछा छुटिहाल्यो, अब जे मन लाग्छ त्यही गर्छु। हट।